आदरणीय दर्शक साथीहरू नमस्कार। आज म बिहान उठेर एउटा भिडियो हेर्दै थिएँ, जुन भिडियोमा चाहिँ हाम्रो श्रम संस्कृति पार्टीको माननीय अथवा श्रद्धेय अध्यक्ष श्री हर्क साम्पाङज्यूले चाहिँ संसदमा जनताको मुद्दा उठाइरहनु भएको थियो। सरकारले राम्रो काम गर्न सकेन, जनताको आवाजलाई सम्बोधन गर्न सकेन, जनताको समस्यालाई समाधान गर्न सकेन, देश विकास गर्न सकेन। यी बारेमा उहाँहरूले आफ्नो धारणा राख्दै हुनुहुन्थ्यो र मलाई के लाग्छ भने यसमा सरासर हाम्रो श्रद्धेय अध्यक्षज्यू गलत हुनुहुन्छ। किन भन्दा हाम्रो घन्टी पार्टीले अथवा घन्टी पार्टीको श्रद्धेय सभापतिज्यूले एउटा रणनीति बनाउनु भएको थियो, मिसन बनाउनु भएको थियो। मिसन 84 यो विफल गराउन खोज्नु हुने तपाईँ? यो मिसन 84 लाई सफल गराउनु परेन? अहिले सरकारले अथवा घन्टी पार्टीको सत्ता पक्षले चाहिँ राम्रो काम नगर्नुको कारण, जनपक्षीय काम नगर्नुको कारण चाहिँ के हो भन्दा चाहिँ अहिले राम्रो काम गरेपछि मिसन 84 सफल हुन्छ? हुँदैन नि। किन भन्दा अहिले राम्रो काम गर्नु हुँदैन, जनपक्षीय काम गर्नु हुँदैन र जनतालाई डेलिभरी दिनु हुँदैन। अब उहाँहरूको एउटा रणनीति छ के, तपाईँले यो कुरा बुझ्नै भएको छैन। अस्ति बालेन सरकार गठन भएपछि ड्याङ ड्याङ डोजरले घर भत्कायो नि सुकुम्बासीहरूको। र हाम्रो श्रद्धेय सभापति रवि लामिछानेज्यूले के भन्नुभयो भने चाहिँ यो त हाम्रो सरकारले भत्काएको होइन, यो त स्थानीय सरकारले हो भनेर भन्नुभयो होइन। अब कुरो त्यस्तै छ, हेर्नुहोस्। अब मिसन 84 को रणनीति कस्तो हुन्छ भन्दा चाहिँ जुन स्थानीय र प्रदेशको चुनाव हुँदैछ त्यसको रणनीति चाहिँ कस्तो हुँदैछ भन्दा चाहिँ हामीले त 100 दिनभित्र एउटा काम गर्न खोजेका थियौँ नि, तर स्थानीय सरकारले बाधा अर्चन गर्यो, स्थानीय सरकारमा हाम्रो प्रतिनिधित्व भएन, त्यही भएर हामीले काम गर्न सकेनौँ। उहाँहरूले यो मुद्दा चाहिँ जनताहरूमाझ लिएर जानुहुनेछ। अब हामी लाटा जनता पत्याइहाल्छौँ हो। स्थानीय सरकारमा काङ्ग्रेस एमाले माओवादी हाबी भयो, त्यही भएर पो राष्ट्रपाले काम गर्न नपाएको रहेछ नि त, घन्टी पार्टीले काम गर्न नपाएको रहेछ नि त भन्ने हाम्रो एउटा धारणा बन्छ। हेर्नुहोस्, अब अनि त्यो भएपछि अब 84 को जुन स्थानीय र प्रदेशको चुनावमा अब घन्टी पार्टीले प्रदेशको चुनावमा त भाग लिँदैन जस्तो लाग्छ। किन भन्दा अस्ति गएको महाधिवेशनमा चाहिँ उहाँहरूको एउटा दस्तावेज पारित गर्नुभयो पार्टीले, त्यसमा संघीयता खारेज गर्ने भन्ने दस्तावेज छ। अब त्यो भएपछि नैतिक रूपले पनि प्रदेश सभामा उहाँहरूले भाग लिनुहुन्न होला, तर स्थानीय स्तरमा उहाँको दाबी रहन्छ। हेर्नुहोस्, स्थानीय सरकारमा उहाँको दाबी रहन्छ। अब उहाँको नारा के हुनेछ भने चाहिँ हामीले काम गर्न खोजेका थियौँ होइन, हामीले जुन चुनाव अगाडि विभिन्न नाराहरू दिएका थियौँ, सुशासन, समृद्धि, भ्रष्टाचारको अन्त्य, यस्ता यस्ता नारा दिएका थियौँ, जनतालाई डेलिभरी, यस्ता यस्ता नारा दिएका थियौँ। किन भन्दा स्थानीय स्तरमा हाम्रो सरकार नभएर हो नि त। हामीलाई भोट दिनुहोस्, चुपचाप घन्टीछाप हाल्नुहोस्, त्यसपछि विकास त एकदम राम राज्य नै, जादुको छडीले राम राज्य नै स्थापना हुन्छ भनेर चाहिँ उहाँहरूले एउटा जनतामा एउटा अब भ्रम सिर्जना गर्नुहुन्छ। अब त्यसपछि जनताहरू त हो, स्थानीय स्तरमा राष्ट्रपाको एउटा पनि सरकार छैन, प्रतिनिधित्व छैन, त्यही भएर पो हो रहेछ क्यारे अहिले यो माओवादी, काङ्ग्रेस, एमाले, राप्रपाको प्रतिनिधित्वहरू हुनुहुन्छ, त्यही भएर चाहिँ विकास हुन नसकेको रहेछ। अब एकपालि चाहिँ घन्टीलाई दिउँ त भोट भनेर फेरि चुपचाप घन्टी छाप, चुपचाप घन्टी छाप। हेर्नुहोस्, अब फेरि अस्ति हाम्रो श्रद्धेय सभापतिज्यू घन्टी पार्टीको रवि लामिछानेज्यूले चाहिँ भन्नुभएको थियो
त्यो सुकुम्बासीको घर त कहाँ सरकारले भत्काएको हो त? स्थानीय सरकारले भत्काएको। स्थानीय सरकारमा हाम्रो प्रतिनिधित्व छ भनेर भन्नुभएको थियो। त्यही भएर पनि अब आम जनतालाई लागिरहेको छ कि यो सुकुम्बासीको घर भत्काउने पनि स्थानीय सरकार हो र यो विकास नभएको पनि स्थानीय सरकारले गर्दा हो। त्यही भएर स्थानीय सरकारलाई पनि परिवर्तन गर्नुपर्छ। त्यहाँ पनि सङ्घको सरकार जस्तै एकमुष्ट चाहिँ हामीले बहुमतद्वारा चाहिँ घन्टी पार्टीलाई अग्रस्थानमा राख्नुपर्छ भनेर चाहिँ चुपचाप घन्टी छाप भोट हाल्छन्। अनि अब त्यसपछि त जनताहरू चुपचापै बस्ने हो। हेर्नुहोस्, जनताहरू चुपचापै बस्छन्। अब पहिला 18 घण्टा लोड सेडिङ हुन्थ्यो। त्यसपछि हाम्रो प्रचण्डको नेतृत्वमा एउटा सरकार बन्यो। त्यहाँनिर चाहिँ जनार्दन शर्मा ऊर्जा मन्त्री हुनुहुन्थ्यो। उहाँले कुलमान घिसिङलाई चाहिँ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउनु भयो। त्यसपछि कुलमान घिसिङज्यूले म्यानेजमेन्ट मिलाएर चाहिँ त्यो 18 घण्टा लोड सेडिङ हुने जुन समय थियो त्यसलाई चाहिँ एकदम न्यूनीकरण गर्दै लानुभयो। अनि त्यो बेलामा पनि कहिलेकाहीँ बत्ती जान्थ्यो। त्यो बेलामा पनि जनतालाई असन्तुष्टि के, बत्ती गयो कि कुले गयो, बत्ती गयो कि कुले गयो। पछि अब कुलमान ज्यू चाहिँ त्यहाँबाट हट्नुभयो। त्यसपछि हाम्रो केपी ओली प्रधानमन्त्रीज्यूले चाहिँ अब भन्नलाई सालो केटो भन्नुहुन्छ हितेन्द्र देव साक्यलाई ल्याउनु भयो। हेर्नुहोस्, अब त्यो बेलामा पनि बत्ती जाने बित्तिकै जनताहरू कराइहाल्थ्यो, सालो केटा गयो, सालो केटा गयो भनेर कराउनु हुन्थ्यो। अब अहिले त छिनछिनमा बत्ती जान्छ बालेन सरकारको पालामा, होइन? अनि कहिले त रातभरि पनि जान सक्छ। तर पनि जनताहरू चुपचाप छ, चुपचाप। त्यो पहिला ऱ्यापर भाइहरू कता गयो कुन्नी? ओइ बत्ती, ओइ खोइ बत्ती खोइ भनेर गीत गाउने ऱ्यापर भाइहरू कता गयो कुन्नी? अहिले चुपचाप छ। अब स्थानीय सरकारमा पनि घन्टी पार्टीले बहुमत ल्याए पनि चुपचाप। विकास गरे गर्नुहोस्, नगरे नगर्नुहोस्, चुपचाप चुपचाप, है त। यस्तै छ देशको परिस्थिति। हस्त, धन्यवाद।